सुझाव गुनासो प्रश्न राख्न रहनुहोस् तयार। यो कार्यक्रम बालबालिकासँग मेयर। नमस्कार, बालबालिकासँग मेयर टेलिभिजन कार्यक्रमको यो 141औं श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, आज हामी प्रदेश नम्बर 2 को धनुषा जिल्लाको मिथिला नगरपालिकामा छौँ। मिथिला नगरपालिकाका मेयर, उपमेयर, विभिन्न शाखाका प्रमुखज्यूहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकसँगै आज हामीसँग 100 भन्दा बढी बालबालिका यो कार्यक्रममा सहभागी भइसक्नु भएको छ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोज्यूलाई स्वागत गर्दै। स्वागत छ मेयरज्यू। त्यसै गरी आजको कार्यक्रममा मिथिला नगरपालिकाकी उपमेयर ताराकुमारी बस्नेतज्यूलाई पनि कार्यक्रममा हार्दिक स्वागत गर्दछु। मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीज्यू आउनुभएको छ, यहाँलाई हार्दिक स्वागत गर्छौँ। यहाँहरू सबैलाई म एकमुष्ट रूपमा हार्दिक स्वागत गर्दछु र विशेष स्वागत गर्छु तपाईँ 100 भन्दा बढी बालबालिकाहरू जो आफ्ना समस्या गुनासा लिएर आज मेयरको अगाडि हुनुहुन्छ। यहाँहरूलाई विशेष स्वागत गर्न चाहन्छु। तपाईँ भाइ बहिनीहरूको अनुमति छ भने म कार्यक्रम सुरु गर्छु। सर्वप्रथम म मेयरज्यू तर्फै जान चाहेँ। मेयरज्यूलाई आज बालबालिकाहरूले 2 घन्टा उभ्याउने भयो होइन मेयर साहब? ठिक छ, गाह्रो त हुँदैन नि? मेयर साहब, अघि छलफलको क्रममा भाइ बहिनीहरूलाई पनि मैले भनेको थिएँ आजको कार्यक्रममा बालबालिकाहरूले मेयरज्यूलाई चित्त नबुझ्ने कुरा गर्नुभयो भने मेयरज्यू रिसाउनु होला कि भन्ने चिन्ता छ। यसमा रिसाउनु पर्ने आवश्यकै छैन, खुलेर प्रश्न गर्दा हुन्छ। हुन्छ। मेयरज्यूको आज बालबालिकासँग अपेक्षा के छ यहाँ उपस्थित भाइ बहिनीहरूसँग? ठिक छ, उहाँहरूको अब प्रश्न, उहाँहरूको मनमा लागेका कुराहरू, उहाँहरूको समस्याहरू, त्यसबारेमा हाम्रा बालबालिकाहरूले राख्नुहुनेछ र त्यसको सक्दो जवाब म दिन्छु। मेयर साहब, यो बालबालिकाको यो उपस्थिति र यस्तो खालको छलफल मेयरज्यूको यो पहिलो हो आज? हो, यो पहिलो हो। कस्तो लागिरहेछ मेयरज्यूलाई? खुसी लागिराखेको छ कि बालबालिकाहरूको बिचमा पनि बालबालिकाहरूको समस्या, गुनासो, आवश्यकता बुझ्ने, सुन्ने अवसर, मौका मिलेको छ। तपाईँहरू कसले राख्न चाहनुहुन्छ पहिलो प्रश्न आज? र उहाँलाई सबैले क्ल्याप पनि गर्नुहोस् त, आज पहिलो सहभागी हुनुहुन्छ। आज भोलि कक्षा 10 वा कक्षा 12 को परीक्षामा चिट चोरी गराएर राम्रो मार्क सर्टिफिकेटमा राख्छ र आफ्नो भित्र भएको क्षमतामा नभएकोले यहाँबाट परीक्षामा पास गरेर अरू ठाउँ इन्ट्रान्स दिन जाँदा फेल खाँदा गार्जियनले खर्च गरेकोमा पनि गार्जियनलाई धेरै दुःख लाग्छ र त्यो एकछिन क्षणिक खुसी लिएर हामी के गर्छौँ र एकछिन त्यो कागजी क्षमता लिएर के गर्छौँ? आफूभित्र भएको क्षमतालाई पो देखाउनुपर्छ। म मेयर साहब के कुरा राख्न जान्छु कि यो चिट गर्ने वातावरण कसरी हटाउन सक्छ? म मेयर साहबलाई भन्छु कि सबै सेन्टरहरूमा सानो समय खर्च्यो भने पक्कै पनि यस्तो विकृति हट्छ र क्षमताअनुसारको सर्टिफिकेट पायो भने हामीलाई कहीँ गएर बेइज्जती हुन पर्दैन। धन्यवाद। धेरै धेरै धन्यवाद तपाईँलाई। यहाँ त तपाईँहरूले कागजी रूपमा पास गराइदिनु भयो, काम नलाग्ने त्यो कागज लिएर हामी किन जाने? यहीँ राम्रो गुणस्तरीय शिक्षा दिनुहोस्, नचोरिकन पास गर्ने अवस्था बनाइदिनुहोस् भन्नुभएको छ। एकदमै सान्दर्भिक प्रश्न हो। मेरो सोच, मेरो उद्देश्यसँग मिल्ने प्रश्न गर्नुभएको छ। हाम्रो तराईमा खास गरेर शिक्षकहरू पनि त्यसमा संलग्न भएर सबैको मनस्थिति के थियो भने एसएलसीमा सबै आफै जाने, सबै शिक्षक विषयगत शिक्षक सेन्टरमा जाने। महेन्द्र उच्च माविको हुनुहुन्छ प्रतिनिधि, तर म जुन दिन त्यहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बसेँ, मैले रोकेँ। त्यहाँ कुनै पनि शिक्षक कुनै विषयगत कुनै सेन्टरमा जानु हुँदैन, गइँदैन। बरु विद्यार्थीको लागि तपाईँले कोचिङ कक्षा सञ्चालन गर्नुहोस्, त्यसको पाठ्यक्रम कसरी सकिन्छ
त्यो पाठ्यक्रम सकिने व्यवस्था गर्नुहोस् अनि त्यो चाहिँ नगर्ने ढिला सुस्ती गर्ने अनि चिट चोराउन शिक्षकहरू नै तम तयार हुने रहने। मैले त्यहाँबाट ब्रेक गरेको यहीँ हुनुहुन्छ हाम्रो शिक्षक मित्रहरू सोध्नु होला र अहिले पनि म एकदमै त्यो पक्षमा छु। अघि भाइले भने नि अहिले हामी भन्छौँ यो तराईमा खास गरेर तराईवासीलाई जागिर पाएन, भेदभाव गर्यो हो अनि त्यो चिट चोरेर पास गर्ने अनि त्यो सर्टिफिकेट बाकसमा राखेर पूजा गर्ने। त्यस कारणले अहिलेको प्रतिस्पर्धामा जबसम्म पढ्दैन विद्यार्थीहरूले र त्यो अनुरूपको शिक्षक मित्रहरूले पनि सुरु कक्षादेखि नै हामीले चिट चोड्न हुँदैन, चिट चोड्ने बानी राख्नु हुँदैन, यसलाई हामीले निरुत्साहित गर्दै जानुपर्छ, यसलाई निर्मूल गर्नुपर्छ। यो पक्षमा हामी छौँ। निर्मूल हुन्छ मेयरज्यू? धेरै त्यसमा न्यूनीकरण भएको छ। किनभने यहाँ एउटा विद्यार्थी एसएलसी परीक्षा दिन आउँदाखेरि उसको 4 जना अभिभावक चिट चोराउन आउनुहुन्थ्यो, त्यो अवस्था थियो। तर अहिले यही वर्ष हामीले एक्जाम एसएससीको परीक्षा सञ्चालन गरिरहँदा जहाँ जहाँ सेन्टर थियो म आफै सबै सेन्टरमा पुगेको छु, कहीँ पनि हामीले त्यस्ता अभिभावकको भिड पाइनै हो वर्ष। त्यस कारणले देखिँदैन, कर्मिक रूपले सुधार भइरहेको छ र यसमा विद्यार्थी भाइ बहिनीहरूले पनि यो कुरो बुझ्न जरुरी छ। तपाईँ चिट चोराइदिएर तपाईँ पास गर्नुभयो, सर्टिफिकेट प्राप्त गर्नुभयो, तर सर्टिफिकेट प्राप्त गरेर मात्रै हुँदैन। तपाईँमा क्वालिटी छैन भने भोलि त्यो सर्टिफिकेटले काम दिँदैन। तपाईँहरूलाई बाध्यता पनि छ चिट चोर्नै पर्ने? कोही बोल्दिनुहुन्छ? किनभने सर हाम्रो स्कुलमा सर कुनै पनि सरहरूको कमी भएकाले सर त्यसमा पढाइमा पनि कमजोरी हुन्छ, त्यस कारणले विद्यार्थीहरूले त्यसो गर्छन्। सरहरू हुनुहुन्न, पढाउनुहुन्न? सरहरूको कमी हुन्छ, एउटा सरले 3-4वटा विषय पुरा गर्न सक्छ सर। कमजोरी विद्यार्थीको कि शिक्षकको? यहाँ त कमजोरी न शिक्षकको छ न विद्यार्थीको छ, यहाँ त विद्यालयमा शिक्षक मात्रै कमी छ सर। पुरा भइदिए कति राम्रो हुन्थ्यो सर। तपाईँलाई धेरै धेरै धन्यवाद। मेयर साहब, यहाँले भने जस्तो अभिभावक शिक्षक लाइन लागेर सिकाउनु पर्ने अवस्था त यो रहेछ नि। शिक्षकै नभएपछि चोर्नुको विकल्प रहेन मेयरज्यू। कि शिक्षक दिनु पऱ्यो कि चोर्न छोडिदिनु पऱ्यो? हो यो यसको बारेमा हेर्नु, विजय भाइले भनेको पनि एक हदसम्म ठिक छ। किनभने कतिपय विद्यालयहरूमा अहिले पनि विषयगत टिचरहरू उपलब्ध भएको छैन। यस वर्ष हाम्रो मिथिला नगरपालिकामा नयाँ 7वटा अहिलेसम्म यो वर्ष हामीलाई 7वटा दरबन्दी हामीले पाएका छौँ र आवश्यकता अनुसार हामीले 7वटा विद्यालयमा एक-एकवटा शिक्षक पठाइदिएका छौँ। त्यसको अलावा पनि अहिले प्रत्येक स्कुलहरूमा लगभग नगरपालिकाबाट तलब दिने गरी हामीले शिक्षक केही राखेका छौँ। हाम्रो प्रयास छ कमसेकम विषयगत शिक्षकहरू सबै विद्यालयमा पुगुन्। होइन भने अहिले नेपाल सरकारले जुन एउटा गुणस्तरीय शिक्षाका कुरा गरिराखेको छ, यदि हामीले शिक्षक दिन सकेनौँ भने अहिले एउटा नयाँ कुरा तपाईँलाई भनौँ, अख्तियार दुरुपयोगले सम्भवतः 753वटा पालिकामा 61 बुँदे सुझाव पठाएको छ। त्यो सुझावमा स्पष्ट लेखेको छ अख्तियार दुरुपयोगले तपाईँ सिधै तलब भनेर शिक्षकलाई दिनु मिल्दैन। अब भन्नुहोस्, एकातिर हामी भन्छौँ गुणस्तरीय शिक्षाका कुरा गर्छौँ, अर्कोतिर अङ्कुश लगाउँछन् भने कसरी गर्ने? हामीलाई पनि केही बाध्यताहरू छन्, हामी पनि बाँधिएका छौँ र अहिले तैपनि हामीले व्यवहारिक हिसाबले हामीले त्यसलाई मिलाएर जुन हामीले जति पनि शिक्षकहरू भर्ना गरेका छौँ त्यो शिक्षकहरू हामीले त्यो तलब खुवाउने व्यवस्था चाहिँ आन्तरिक स्रोतबाट त्यही रकमलाई रकमान्तर गरेर मिलाउने उसमा हामी पुगेका छौँ। हाम्रो प्रयास जारी छ। हामीले प्राय धेरैवटा विद्यालयमा हामीले आफ्नो नगरपालिकाको पैसा दिएर पनि अलि शिक्षक हामीले भर्ना गरेका छौँ। एकदमै खुसीको कुरा। धन्यवाद मेयरज्यूलाई, धेरै धेरै धन्यवाद। आयो 407 बुढो 407 आयो 407 बुढो 407 काठमाडौँको गल्लीमा टाटा 407 माल भारी बोक्ने धेरै गल्ली गल्ली छिर्ने जहाँ पनि लोड अनलोड गर्न मिल्ने आयो 407 भरपर्दो किफायती र शक्तिशाली गाडी टाटा 407 मिनी ट्रक। छोरा, मैले पाएँ तिम्रो पसिनाको कमाई मेरो मुठीमा छ। तिम्रो
तिम्रो पसिनाको कमाई मेरो मुठीमा छ, मेरो मुठीमा छ। सन्तानको विश्वास आमा, आमाको विश्वास गरिमा, गरिमा विकास बैंक, एक्सेस टु अल। यस नगरपालिकामा पनि पूर्ण साक्षर भन्ने कार्यक्रम लागू गरेछ, तर यो कार्यक्रम सफल हुन पाएको छैन। हामी सबैले लागेर यो कार्यक्रमलाई सफल पार्नुपर्छ। मेयरज्यूलाई यो कुरा भन्छु कि यस कार्यको लागि चाहिने सम्पूर्ण सामग्रीहरू उपलब्ध गराई यो कार्यक्रम सफल पार्यो भने पक्कै पनि हाम्रो देखावटी गरेर अरू नगरपालिकाहरूले पनि त्यस्तो गरी एउटा नगरपालिका साक्षर भएर हाम्रो सम्पूर्ण देश साक्षर हुन्छ, जुन के हाम्रो सबैको लागि गौरवको कुरा हो। हामीले यो मिथिला नगरपालिकालाई पूर्ण रूपमा साक्षर बनाउनको निमित्त हामीले यो कार्यक्रम लगभग 2 वर्ष अगाडि नै हामीले सुरुवात गरेका थियौँ। हाम्रो मिथिला नगरपालिकामा एकजना व्यक्ति पनि निरक्षर नरहोस् भन्ने उद्देश्यले हामीले प्रत्येक वडामा निरक्षर कतिजना हुनुहुन्छ त्यसको डाटा सङ्कलन गरेर फाइलिङ गर्दैछौँ। त्यो डाटा आइसकेको छ। अब त्यसलाई कम्पाइल गरेर एकदमै राम्रो प्रयत्नका लागि मेयरज्यूलाई धेरै धन्यवाद। विभिन्न वडाहरूमा विभिन्न टोलहरूमा जो निरक्षर हुनुहुन्छ उहाँहरूलाई साक्षर बनाउने हाम्रो कार्यक्रम छ। हामीले यो योजना बनाएर अगाडि बढ्दैछौँ। हस्, धेरै धन्यवाद मेयरज्यूलाई। मिथिला नगरपालिकाको सामुदायिक विद्यालयको दाजुमा सबभन्दा ठुलो भवन भन्दाखेरि हाम्रै विद्यालयको हो। विद्यार्थी पनि सबभन्दा बढी भन्नुपर्दा हाम्रो विद्यालयमा 600 विद्यार्थी हुनुहुन्छ। सृजनता मावि हरिपुरमा माविमा एउटा मात्र थाई टिचर हुनुहुन्छ। न झ्याल छ न ढोका लागेको छ, धेरै जसोमा त झ्यालै छैन। अनि यसरी हुन्छ सर, के गरिदिनु पर्यो त अब मेयरज्यूले? त्यसलाई सुधार गरिदिएको भए धेरै राम्रो हुन्थ्यो भने। अनि साथै यो टिचर पनि व्यवस्था गरिदिएको भए। हस्, धेरै धन्यवाद तपाईँलाई प्रश्नका लागि। मैले अघि नै यहाँहरूलाई मैले जाहेर गरेको थिएँ कि हाम्रो पनि सीमित साधन स्रोत छ। भवन चाहिँ 2टा बिल्डिङ हामी निर्वाचित हुनुभन्दा अगाडि बनेको बिल्डिङ हो र अस्ति भर्खरै उहाँहरूले 13 लाखको एस्टिमेट गरेर ल्याउनु भयो। अब यही महिनामा हामीले गर्दैछौँ हिउँदे नगरसभा। अब त्यो विद्यालयको झ्याल पनि बन्छ होइन? त्यो हामीले भनेका छौँ। अब यो नगरसभामा हामी त्यो राखेर त्यो झ्याल उहाँहरूको। मेयरज्यूलाई धेरै धन्यवाद दिउँ। हाम्रो स्कुलमा कम्प्युटर छैन र कम्प्युटर नभएका कारणले हामीले कम्प्युटर सिक्न नि पाउँदैन। कम्प्युटर एउटा पनि छैन? एउटा छ। कसले चलाउनुहुन्छ त्यो कम्प्युटर चाहिँ? सरले कम्प्युटर। अनि विद्यार्थीले चलाउन चाहिँ पाइएन? घरि मात्र, त्यो पनि कसैले मात्र पाउँछ। र हाम्रो स्कुलमा खेलकुदको लागि सामग्री पनि छैन र त्यसको लागि चौरहरू पनि छैन। धेरै गर्मी हुन्छ, पङ्खा पनि छैन। अनि अरू के छैन? झ्यालमा उत्यो छैन। के छैन? यस्तो ढोका। अनि के चाहिँ छ तपाईँको विद्यालयमा? विषयको शिक्षक छ। अरू विद्यालयमा जे छैन तपाईँको विद्यालयमा त्यो छ है? छ। ल, एकदमै खुसी लाग्यो, धन्यवाद तपाईँलाई। मेयर साहब, यो छैन 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 भनिरहनु भएको छ। अब अर्को पटक भेट्दाखेरि सबै चिज छ भन्ने अवस्था बन्छ मेयरज्यू? होइन, त्यो बहिनीलाई थाहा नहुन सक्छ। अहिले जुन भवन बनायो नि त्यहाँ जमनिवास जुन विद्यालयको उहाँले कुरा गर्नु त्यो पनि नगरपालिकाको पैसाले नै बनेको छ, हामीले नै दिएको पैसा हो। ल, मेयरज्यूलाई धेरै धन्यवाद। बिल्डिङ र जहाँसम्म कम्प्युटरको कुरा हो, यो वर्ष हामीले 7-6वटा विद्यालयमा हामीले यो वर्ष पनि दिएका छौँ कर्मिक रूपले। अब कुनै मात्रै हामी कहाँ अब 2-4वटा विद्यालय होला बाँकी। त्यो पनि असारसम्म चाहिँ पुग्छ होला कम्प्युटर चाहिँ? यो वर्ष भएन भने अर्को वर्ष पुग्छ। हस्, धन्यवाद मेयरज्यू। मेयरज्यूले त बालबालिकाहरूको लागि बजेट छुट्याइदिनु भएको छ, तर हाम्रो वार्डमा 8 नम्बर वार्डमा त्यस्तो कुनै पनि बालबालिकाहरूको लागि बजेट छैन। न खेलकुदको कुनै सामग्रीहरू छ र त्यो बाल क्लब पनि गठन भइसकेको छ तर एकजुट भएको छैन। र म चाहन्छु कि मेयरज्यूले त्यसलाई एकजुट गरी कुनै पनि समाजमा समस्या आउँदा जस्तै बाल विवाह, दाइजो प्रथाहरू आउँदा त्यसको समाधान र एकजुट भई सबैले गर्न सक्छ। र हाम्रो त्यो तपाईँको बाल क्लब चाहिँ एकजुट भयो भने
तपाईँहरू के गर्न सक्नुहुन्छ भनिदिनुहोस् त मेयरज्यूलाई। बाल विवाहहरूलाई दाइजो प्रथाहरूलाई रोक्न सक्छु र महिलाहरूलाई जुन बुझिरहेको छैन बाल विवाहहरू गर्नु पर्दैन भने सम्झाउन सक्छु। एक्लै जाँदाखेरि महिलाहरूले र पुरुषले सम्झाउँदा पनि सम्झिँदैन र जस्तै घरमै आएर अभिभावकलाई भन्छ कि तिम्रो छोरी त यस्तो छ भन्नुहुन्छ र यस्तो समस्या नआओस् गार्जियनलाई नभर्नु परोस् भन्ने म चाहन्छु र एकजुट भएपछि त गार्जियनलाई पनि भन्न सक्दिनँ नि, म भन्न चाहन्छु मेयरज्यूसँग। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद यहाँलाई। यहाँ महिला तथा बालबालिका शाखाको मिलन देवी श्रीवास्तवज्यू यहाँ हुनुहुन्छ है। यो बाल क्लब गठन गर्ने काम तपाईँहरूले गर्नुभएको हो? उहाँ बहिनीले भन्नुभएको बाल क्लब चाहिँ हामीले नै गठन गराएको। तर उहाँहरू त गठन गरेर मात्र भएन, हामीलाई काम गर्ने वातावरण बनाइदिनु भयो भने हामी चाहिँ यो समाजका विभिन्न खालका विकृति कुरीतिहरूलाई निर्मूल गर्न सक्छौँ भन्ने यति ठुलो साहस र आँट भएका बालबालिकाहरूलाई किन सहयोग नगर्नु भयो तपाईँहरूले? हजुर, त्यही भएर उहाँलाई चाहिँ सहयोग गरेका छौँ हामीले। उहाँले नै भन्नुभएको हामीहरू एकजुट भएर काम गर्छौँ म्याडम, हामीहरूलाई आएर बाल क्लब गठन गरिदिनु भनेर भन्नुभएको भएर हामीले गठन गरिदिएका छौँ। गठन गरिदिनु भयो अनि छोडिदिनु भयो, अरू केही गर्नु भएन? होइन, धेरै दिन भएको छैन सर। अनि गठन गरेर हामीले चाहिँ उहाँहरूलाई दिनुपर्ने किशोरी शिक्षा अरू कार्यक्रमहरू पनि हामी दिन्छौँ। मेयरज्यू, त्यो बजेट जुन मेयरज्यूहरूले ओडासम्म पठाइदिनु भएको छ नि बालबालिकाका लागि भनेर लक्षित वर्गलाई छुट्याएको पैसा, त्यो बालबालिकाले पाउनुहुन्छ? उहाँको प्रश्न पनि त्यही छ। बालबालिकाले निश्चित रूपले पाउनुहुन्छ, तर एउटा कुरा के छ भने नि, खास गरेर हाम्रो यस मिथिला नगरपालिकामा जम्मा 2टा वडामा 2टा बाल क्लब मात्रै सक्रिय भएको अवस्थामा हामीले अहिले सबै वडामा बाल क्लब गठन गर्न हामीले लगाएका छौँ। र हाम्रो उद्देश्य पनि के हो भने बालबालिकाहरूबाट आउनु पर्यो नि, जुन कुरा उहाँले अहिले राख्नुभयो नि, यी बाल क्लबहरूको माध्यमले पनि हामीले विभिन्न समयमा अहिले जुन बाल विवाहका कुरा गर्नुभयो, दहेजका कुरा गर्नुभयो, अब यी कुराहरू हामीले चेतनामूलक कार्यक्रम हामीले गरिराखेका छौँ र अझै पनि बालबालिकाहरूलाई आबद्ध गरेर क्लबमा आबद्ध गरेर बाल क्लबमा आबद्ध गरेर उनीहरूलाई शारीरिक तन्दुरुस्तीको लागि पनि खेलकुदको शारीरिक फिटनेसको लागि पनि खेलकुदको सामग्रीहरू पनि दिने त्यो कुरा आउनु पर्यो नि। हिजो मात्रै एउटा हाम्रो वडा नम्बर 1 का बालबालिकाहरू आउनुभयो थियो, हिजो मात्रै हामीले एउटा निर्णय गरेर खेल सामग्रीहरू हामीले निर्णय गरेका छौँ। अस्ति वडा नम्बर 5 मा हामीले सबै बाल क्लबहरूलाई या अन्य क्लबहरूलाई पनि राखेर खेलकुदका सामग्रीहरू सबै वितरण गरेर म आफै उहाँहरूले माग गर्नुभयो भने दिन सकिन्छ हैन मेयरज्यू? सकिन्छ। हस्, धेरै धेरै धन्यवाद मेयरज्यूलाई। अरू बाल क्लबका भाइ बहिनीहरू पनि के गर्न चाहनुहुन्छ मेयरज्यूलाई लेखेर पठाउनु भयो भने उहाँले बजेट व्यवस्था गर्छु भनेर कमिटमेन्ट गर्नुभएको छ। यसका लागि मेयरज्यूलाई फेरि पनि धन्यवाद दिउँ। भाइ बहिनीहरू, हाम्रो साथीहरू जुन कि अहिले हामीसँगै पढ्छन् र हाम्रो भाइहरू पनि लागु पदार्थको सेवन गर्छन्, अब विद्यालयमा त उनीहरूले पाउँदैनन् किनभने हाम्रा टिचरहरूले उनीहरूलाई रोक्छन् र सम्झाउँछन्, तर बाहिर गएपछि तिनीहरू फेरि त्यस्तै लागु पदार्थ सेवन गर्नुहुन्छ। त्यसकारण उनीहरूको पढाइ सबै बिग्रिन्छन् र पहिला जुन हामीसँग जसरी व्यवहार गर्थे त्यसमा अहिले धेरै चेन्ज भइरहेको छ। तिनीहरूको लागि एउटा सुधार केन्द्र नभए चेतनामूलक कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ कि भनेर मेयर साहबज्यूलाई म आग्रह गर्दछु। हस्, धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद। अरू कसैले यो प्रश्नमा जोड्न चाहनुहुन्छ? आजकलका सबै हाम्रै एजका र हामीभन्दा अलिक ठुलो एजका दाजुहरू, मभन्दा सानो एजका, म सँगसँगै पढ्ने साथीहरू, मेरा गाउँका धेरै साथीहरू पनि यस्तोमा लागिरहेका छन्। यस्तो लागु औषध दुर्व्यसनमा खास गरी गाँजा र गोटीमा लागेका छन् हाम्रा गाउँका। त्यस कारणले म मेयर साहबलाई एउटा आफ्नो प्रस्ताव राख्न चाहन्छु कि यहाँ हाम्रो ढल्केबर एरियामा धेरै मेडिकल सपहरू छ। त्यस मेडिकल सपबाट हाम्रा गाउँका साथीहरूले विभिन्न त्यो ब्रुफिनहरू, हामी ब्रुफिन चोटहरू पटक लागेको बेला दुखाइ कम गरेर खान्छौँ, त्यो एउटा खायो दबाई भयो, उनीहरू एक पत्ता एकैपल्टमा खाइदिन्छन्, 10वटा 12वटा एकैपल्टमा खाइदिन्छन्। त्यस कारणले मैले हरेक त्यस्तो मेडिकल सपहरूमा त्यस्तो दबाई किन्न जानेहरूलाई डक्टरको प्रिस्क्राइब गरेको एउटा फर्महरू लिएर गयो भने मात्र त्यो दबाई दिनुहोस् भनेर त्यस्तो कुनै नीति नियम लगाइदिनु होला, त्यस्तो मेडिकल सपहरूमा भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। मेयर साहब, समस्या पनि आयो, समाधान पनि आयो, मात्र तपाईँको प्रयत्न मात्र बाँकी रह्यो। अब ठिक छ, जस्तो कि यी लागु औषधका विषयमा जुन हाम्रा यी भाइहरूले जुन कुरा उठाउनु भयो, अहिले हामी प्रत्येक विद्यालयमा, सामुदायिक विद्यालयमा हाम्रो लागु औषध सम्बन्धी
चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ र बोर्डिङ स्कुलहरूमा हामीले अनुरोध गर्दैछौँ। बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरू पनि बच्चाहरू पनि हाम्रै समाजका हुन्, हाम्रै दाजुभाइका हुन्, हाम्रै समुदायका हुन्। त्यस कारणले यो कार्यक्रम तपाईँहरूले प्रत्येक निजी विद्यालयहरूमा पनि सञ्चालन गरिदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौँ। अहिले चाहिँ सामुदायिक विद्यालयहरू सबै विद्यालयमा चाहिँ यो कार्यक्रम हामीले सञ्चालन गऱ्यौँ। हाम्रो कार्यक्रम सञ्चालन भयो कति भयो मेयरज्यू? लगभग 1 वर्षदेखि चाहिँ हाम्रो सामुदायिक विद्यालयमा चाहिँ हाम्रो कार्यक्रम सञ्चालित छ, सञ्चालन छ। भाइ बहिनीहरू यो 1 वर्षको बिचमा त्यस्ता दुर्व्यसनीमा लाग्ने भाइ बहिनीहरू कमी भएका छन् या बढ्दै गएका छन्? त्योभन्दा अझै धेरै बढेका छन्। ती पहिली खानेहरूलाई देखेर अझै म त भन्छु 10-12 वर्षका पनि छैनन् होला, तिनीहरू पनि त्यस्तोमा लागेका छन्। सरकारी स्कुल पनि पढ्न बाबुआमाले पठाउँदाखेरि पनि स्कुलबाट बङ्क हानिदिने, ट्र्याक्टरहरूमा जाने, लेबरको काम गर्ने, त्यतैतिर खाने घुम्ने त्यस्तै गर्छन्। भनेको तपाईँले दिनुभएको सुझाव कार्यान्वयन गर्यो भने चाहिँ घट्छ है? डक्टरले प्रिस्क्राइब गरेको फर्म लिएर त्यो मेडिसिन किन गयो भने मात्रै दबाई दिने भएपछि उनीहरूले त्यो मेडिसिन पाउँदैन के गरी खान्छ? कहिलेकाहीँ के हुन्छ भने कसैलाई टाउको दुख्यो, डक्टर कहाँ जानुभयो भने 400 रुपियाँ फी तिर्नुपर्छ तपाईँले प्रिस्क्राइब गराउनको लागि हो। एकातिर हामीले त्यसरी नै फुल्ली बाइन्ड लायो भने नि अर्कोतिर फेरि के हुन्छ नि, भोलि उसलाई पेट दुख्दा पनि ऊ डाक्टर कहाँ 10 रुपियाँको औषधि लिनुको लागि 400 रुपियाँको प्रिस्क्राइब गराउनुपर्छ। 400 कसरी तिर्नुपर्छ मेयर साहब? 400 डक्टरको फी होइन, डाक्टरको प्रिस्क्राइब जुन भन्नुभयो नि, डाक्टरले त प्रिस्क्राइब त्यसै गरिदिनु। तपाईँहरूको त स्वास्थ्य सेवा केन्द्रहरू छन्, होइन त्यहाँ जाँदाखेरि 400 रुपियाँ तिर्नुपर्छ। स्वास्थ्य केन्द्र 10 बजेदेखि 4 बजेसम्म खुल्छ। त्यसलाई समयमा 24 घण्टा खोल्ने बनाइदिनुहोस् न बरु मेयर साहब। त्यो अब होला, कालान्तरमा गएर होला, तर अहिले 10 बजेदेखि 4 बजेसम्म। तर मैले एउटा यो सपोज द्याट एउटा छोटो के भन्न खोजेको भने हामीले एकातिर फुल्ली त्यसलाई बाइन्ड लायो भने अर्कोतिर त्यसको फेरि नेगेटिभ असर पर्न जान्छ कि, त्यो पनि समस्या छ। हामीले चेतना दिने हो, कार्यक्रम ल्याउँ, लागु औषधबाट के हानि हुन्छ, तपाईँको जीवन समाप्त हुन्छ, तपाईँको परिवारले, तपाईँको आमा बुवाले त्यत्रो मेहनत गरेर तपाईँमा लगानी गरेको छ, भोलि यो छोराबाट के रिटर्निङ होला या म बुढेसकालमा मेरो छोराछोरीले मलाई सुख देला, कमाउला, खाउला भनेर त्यत्रो बुवा आमाको सपना होला, त्यो सबै तपाईँ लागु औषधमा फस्नुभयो भने सबै चकनाचुर हुन्छ भने हामीले शिक्षा दिने हो, के नीति बनाइदिने हो, चेतना दिने हो। नीति बनाइदिनुहुन्छ त्यसो भने? तर सबै विद्यार्थीको पछाडि चाहिँ लाग्न सम्भव हुँदैन। त्यो भएपछि नीति बनाइदिनु भयो भने त सिस्टम पछि लाग्छ नि त। सबै विद्यालयका शिक्षक मित्रहरू हुनुहुन्छ विद्यालयमा लगभग मोबाइल पनि हामीले निषेध गरेका छौँ। हस्, धन्यवाद मेयरज्यूलाई धेरै धेरै धन्यवाद। महिला भएर हामी टाउको उठाएर हिँड्नु नपाउने र जहाँ पनि हामीलाई केटाहरूले जिस्काउँछन्, यो बारेमा पनि मेयरज्यूसँग यो बारेको पनि अन्त्य गरिदिनुहोस् भन्ने विनम्र अनुरोध गर्दछु। कोही ठाउँमा चाहिँ त्यस्तो पनि देखिएको छ। अहिले भन्नुपर्दा मिथिला नगरपालिकाकै वडा एरियाभित्र चाहिँ अहिले त्यस्तो अवस्था देखेको छैन, किनकि विशेष गरेर हामी प्रहरी, नेपाल पुलिस अहिले बालबालिका महिलाको सम्बन्धमा हामी धेरै नै गम्भीरतापूर्वक यसलाई चाहिँ एकदम सूक्ष्म रूपले केलाएर हामी चाहिँ यस्ता घटनाहरूलाई चाहिँ केलाउने गर्छौँ। र काहीँ पनिबाट बालबालिकाहरूबाट त्यस्तो किसिमको चाहिँ उजुरबाजुर आयो, हामीलाई सूचना आयो, जानकारी आयो भनेदेखि हामी तुरुन्त त्यहाँ पुगेर गरेको दुर्व्यवहार के छ त्यो अनुसारको उहाँलाई चाहिँ कानुनी दायरामा ल्याएर कारवाही गरेको उदाहरणहरू पनि छ। हस्, धन्यवाद सरलाई धेरै धेरै धन्यवाद। उपमेयरज्यू, जस्तो अहिले बालिकाहरूले गम्भीर प्रश्न उठाउनु भयो, आफू सुरक्षित छु भन्ने अनुभूति उहाँहरूले गर्न पाउनु भएको छैन। तपाईँ पनि महिला महत्त्वपूर्ण पदमा हुनुहुन्छ, उपमेयर जस्तो गरिमामय पदमा पनि हुनुहुन्छ, प्रयत्न के हुन्छ? अहिलेसम्म अब मसम्म यो कुरा आइराखेको नभएको अवस्था। साँच्चै भन्नुहुन्छ भने यो देशमै अवस्था नानीले उठाएको यो एकदमै महत्त्वपूर्ण छ। म महिला भएकै कारणले भन्ने कुरा होइन, हाम्रो सोचमै परिवर्तन छैन। राज्य व्यवस्थापनमै महिला जहाँ तहीँ नै सुरक्षित छैन। नानी त अहिले त झन् सानै हुनुहुन्छ, म आफै सुरक्षित छुइनँ। त्यसकारण मसँग
यो क्वेसन अथवा मसम्म निवेदन आइसकेको अवस्था छैन। राज्यले नै यसलाई व्यवस्था गर्नुपर्छ, माथिल्लो निकायले नै यसलाई कडा रूपले लानुपर्छ। स्थानीय सरकारलाई प्रदेश सरकारको कानुन र नबाजिने गरी भनी हामीले यो तल्लोको कानुन बनाउनलाई अहिलेसम्म हामीले केही सकेका छैनौँ। त्यसले गर्दाखेरि तपाईँ पनि त असुरक्षित छु भन्नुभयो, कसरी सुरक्षित हुनुहुन्छ त? कानुन त छ, कानुनलाई कार्यान्वयन र कानुनलाई मानिदिने व्यक्तित्व छैनन् अनि सोचमै परिवर्तन छैन। यो पनि म जस्तै हो, यो पनि मानव हो, यसलाई मैले संरक्षण गर्नुपर्छ भन्ने खालको सोच नभएपछि हामी असुरक्षित छौँ। धन्यवाद उपमेयरज्यूलाई। मेयर साहब, तपाईँका नगरका बालिकाहरू पनि असुरक्षित हुनुहुँदो रहेछ, उपमेयर आफै असुरक्षित भएको महसुस गर्नुहुन्छ। अब तपाईँ मेयर हुनुहुन्छ, तपाईँ पनि असुरक्षित त हुनुहुन्न नि? खै मलाई त त्यस्तो लाग्दैन। सुरक्षाकै सवालमा भन्नुहुन्छ भने हरेक समुदायमा, हरेक समाजमा केही एकाध त्यस्ता अपराधी चरित्रका, आपराधिक मानसिकता बोकेका मान्छेहरू हुन सक्छन्। तिनलाई रोक्नु पर्यो नि त। अब सुन्नुहोस् न, त्यही कुरा म भन्दैछु। हाम्रो देशमा प्रहरी कति छन्? हाम्रो देशको जनसङ्ख्या कति छन्? एकजना प्रहरीलाई कतिजना मान्छे पर्छन्? एकजना प्रहरीले सबैको सुरक्षा गर्न सक्छन्? हाम्रो सामाजिक दायित्व के? हाम्रो दायित्व छैन, हाम्रो सामाजिक केही दायित्व छैन। समाजमा कुनै घटना घट्यो, कुनै अपराध भयो भने त्यही समाजभित्रका मान्छेले लुकाउँछन्, त्यही सामाजिक प्राणीहरूले लुकाउँछन्। त्यस्ता घटनाहरूलाई हामी लुकाउँछौँ। त्यसले गर्दाखेरि के हुन्छ भने अर्को अपराधीले प्रश्रय पाइराखेको हुन्छ। हो, यो कुरोमा हामी एउटा सचेतनशील प्राणी भएको हुनाले, चेतनशील प्राणी भएको हुनाले यो कुरामा पनि हाम्रो सामाजिक दायित्व हो भनेर हामीले बुझ्नुपर्छ।